नमस्ते सबैजनालाई। आज पनि म हजुरहरूको सामु कविता लिएर उपस्थित भइसकेकी छु। आशा छ यो कविता पनि हजुरहरूलाई मनपर्नेछ, राम्रो लाग्नेछ भनेर। मेरो कविताको शीर्षक रहेको छ उनीलाई बिर्स्यो कसरी। जसले मलाई जन्म दिइन् उनीलाई बिर्स्यो कसरी। जसले मलाई धरती टेकाई सारा विश्व देखाइन् उनीलाई बिर्स्यो कसरी। सानो छँदा हात समाई ताते ताते गर्दै हिँड्न सिकाइन् उनीलाई बिर्स्यो कसरी। अ आ इ क का की गर्दै जसले बोल्न सिकाइन् उनीलाई बिर्स्यो कसरी। जो मेरो लागि मेरो बाल्यवस्थाको गुरुआमा थिइन् उनीलाई बिर्स्यो कसरी। जसले मेरो सुखको निम्ति आजीवन दुःख गरिन् उनीलाई बिर्स्यो कसरी। जसले भारी बोकिन्, गलेचा बुनिन्, पढाइ लेखाइ हुर्काइ बढाइ गरिन् उनको दुःख र त्यो कष्टलाई बिर्स्यो कसरी। अझै पनि याद आउँछ त्यो क्षण जब म बिरामी हुँदा उनी पनि रोएकी थिइन्। हो त्यो रोदन र पीडालाई बिर्स्यो कसरी। आफ्नो कष्ट र दुःख लुकाई मेरो उज्जवल भविष्यको लागि सोच्ने उनीलाई बिर्स्यो कसरी। जब सुख दिने पालो मेरो आयो उनीको त्यो त्याग र दुःखलाई बिर्स्यो कसरी। बिर्स्यो कसरी, बिर्स्यो कसरी। धन्यवाद।